भने लोएस्ट कमन मल्टिपल हेऱ्यौँ। जस्तै 6 र 9 थियो भने 6 को मल्टिपल लिँदै गयौँ 6, 12, 18, 24 हुँदै। अनि 9 को 9, 18, 27, 20, 36 हुँदै गयो। अनि लोएस्ट कहाँ गएर चाहिँ कमन लोएस्ट छ त्यो पिक गऱ्यौँ, त्यो सिधै हाम्रो एलसिएम भनेर मान्यौँ। अब यसमा चाहिँ के हुन्छ भने 6 र 3 छ भने ओइ मल्टिपल लिन्थ्यो भने अब हामी डिभिजिबल लिन्छौँ। 6 लाई केले जान्छ 2 र 3 ले, 9 लाई केले जान्छ 3 र 3 ले। अब 2 र 3, 3 र 3 मा कमन कुन छ हाइएस्ट 3 छ नि, एलसिएम 3 को। अथवा बाँकी लेखिन्छ। अथवा अब जस्तै मानिलिउँ हाम्रो एउटा इक्जाम्पल लिउँ 24, 36, 60। म यो तीनटाको इक्जाम्पल लिन्छु हैन। यो तीनटाको मैले इक्जाम्पल लिन्छु। अब कसरी यसको निकाल्ने त डिभिजिबल। अब यसको कसरी निकाल्ने के रे हाइएस्ट कमन फ्याक्टर। यो चाहिँ डिभिजल रिलेटेड छ है। अघिको चाहिँ मल्टिपल रिलेटेड थियो, यो चाहिँ डिभाइजर भनौँ न त, डिभाइजर रिलेटेड। डिभाइजरहरू निकालिन्छ यसमा चाहिँ। अघिमा चाहिँ मल्टिपल। त्यति हो मेन फरक। त्यो एउटा मेन फरक हो। यसमा हाइएस्ट छ त्यहीमा लोएस्टको कुरा आयो। अब हाइएस्ट 24 को म डिभिजिबलहरू लेख्छु है। डिभिजिबल के लेख्छु 24 लाई डिभाइजरहरू लेख्छु। जस्तै 2 ले पनि 24 लाई जान्छ, 3 ले पनि जान्छ, 4 ले पनि जान्छ, 6 ले जान्छ, 12 ले जान्छ, 24 आफैले पनि जान्छ हैन। अब अर्को 36 लाई के ले जान्छ 2 ले, 3 ले, 4 ले, 5, 6 ले, 9 ले, 12 ले, 12 ले पछि सिधै 36 ले। अब 60 लाई के ले जान्छ 2 ले, 3 ले, 5 ले हैन। अब हाम्रो 6 ले जान्छ, 10 ले जान्छ, 12 ले जान्छ। अनि अर्को के छ 12 पछि हाम्रो के छ 15 ले जान्छ, 20 ले जान्छ, 30 ले जान्छ। अनि अर्को एउटा 60 आफैले जाने नै हो। अब हाइएस्ट कमन फ्याक्टर हाइएस्ट 2 यहाँ पनि छ तर यो हाइएस्ट हैन, 3 यहाँ पनि छ तर यो हाइएस्ट हैन। कमन त हो तर हाइएस्ट हैन। 4 यहाँ छैन, 6 यो पनि छ तर यो हाइएस्ट हैन। 12 यो कमन पनि छ र यहाँ मध्ये सबभन्दा हाइएस्ट पनि छ। यसपछिको कुनै कमन छ त छैन नि। अब हाइएस्ट कमन फ्याक्टर के हो 12। सिधै यो तीनटाको एलसिएम के रहेछ एचसीएफ के रहेछ 12। सो एचसीएफ कसरी निकालिन्छ भने हाइएस्ट कमन फ्याक्टर लिन्छ। हाइएस्ट कमन फ्याक्टर जुन आउँछ त्यो डाइरेक्ट लगाएर हामीले त्यसलाई एचसीएफ मा राख्ने भयो 12। सिम्पल कन्सेप्ट छ। त्यसमा मल्टिपल गरिन्थ्यो र लोएस्ट कमन मल्टिपल लिन्थ्यो। यसमा डिभिजिबल नम्बरहरू लिइन्छ र सबभन्दा हाइएस्ट डिभिजिबल कुन हो त्यो लिइन्छ एलसिएम। कमन हुनु पर्यो दुईटै। त्यति हो कुरा। बुझ्नु भएन भने कमेन्ट गर्नु, म फेरि बुझाउँछु यो कुरा। फेरि म बुझाउँछु। 100 चोटि सोध्नु म 200 चोटि बुझाउँछु। त्यो कमेन्ट चाहिँ गर्नु एकदम। ल सब्स्क्राइब गर्नु। सब्स्क्राइब गर्नेलाई त म घरमै आएर बुझाउँछु।